गाइस आज चाहिँ हामी मम्मी के हो हेलो भन्नु पर्दैन हामी अब के बात गर्दै विशाल मार्केट विशाल मार्केट गाइस हेर्नुस् उयो पनि छैन त विशाल मार्केट आइपुगेको छौँ हामी पुगेर मम्मीहरू दामी रहेछ गाइस 299 यस्तो रहेछ भित्र चाहिँ गाइस हेर्नुहोस् त अफर त दामी रहेछ है मम्मी मम्मी दामी हेर्नु न ल है गाइस मम्मी नानी त यहाँ छैन यसो जुत्ता होइन पक पक बज्ने प्याक 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 बज्ने खालको नि कस्तो रहेछ विशाल मार्केट हेर्नु चाहिँ हुन्छ गाइस नानीहरूको लागि दामी दामी रहेछ अफर हुन्छ 50 रुपिस अफर फर अल विन्टर वेयरिङ दामी है गाइस unexpected विशाल मार्केटमा सोचे कस्तो लुगा पाउँदैछ सो आउनुहोस् तपाईँहरू पनि हेर्नुहोस् अफर लाग्नुहुँदैछ होइन बाई 1 get 1 हेर्नुहोस् आई विल सो यु अल भिडियो आई विल सो यु के छ नि ल मम्मी र अङ्कल मम्मी र आन्टीले हेर्नुहुँदैछ मम्मी र आन्टी म आएको छ हामी होइन सपिङ गर्नु यो मन पर्यो अरे म एकखेप देखाइदिनु त ट्राई गर्छ अरे यसो वाउ कुर्ताहरू कस्तो दामी दामी हेर्नुहोस् न वाउ दामी है जर हुन्छ दामी अनएक्सपेक्टेड अब मम्मी ट्राई गर्नु जाने जस्तो हिँड्नुपर्छ गाइस 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 मैले फाइनली मन परेन मलाई भनेको जस्तो मन परेन मैले त दामी साह्रै मोटी देख्न मोटी भएर मोटी देखेको होला नि है मम्मी हेर्नुहोस् फुल देख्छ दामी देखेँ आन्टीले मम्मीको फाइनल तर यो कलर सिधा बस्नु न हौ सिधा नबस्नु मलाई मतलब छैन नि गर्मीमा अनुहारहरू रातो रातो भइसक्यो हेर्नुहोस् हजुर यहाँ हेर्नुहोस् रातो रातो भइसक्यो ला लुगा चेन्ज गर्दाखेरि चाहिँ गाइस
आज चाहिँ माथि फ्लोरमा जान्छु होइन अहिले चाहिँ बस्दा बस्दा मलाई गर्नु माथि भइसक्यो छ माथि के भएको जानु सानो पापाको पढी हेरेर आउँछ यस्तो रहेछ ब्याकप्याक गर्ने चाहिँ जुत्ता किन्ने गरेर भाइको लागि हेर्नुहोस् न बजार पनि कुन लागि मम्मी टिकट त डर हाँस्छ है बदिउँछ त मलाई त्यतिबाट गिफ्ट गरिदिनुहोस् हेर्नुहोस् हेर्नु वाउ कुचुक कुचुक छिङछिङ गर्ने पनि रहेछ मम्मी हेर्नु गाडीहरू पनि रहेछ हेर्नुहोस् है कसको नानीले किचनमा खाना पकाउनु सिक्दैछ यहाँ लगेर जानु सामान आन्टी हेर्नु कसको नानीले घरमा किचनमा खाना पकाउनु सिक्दैछ यो लानुहोस् सतक रे सौजान रे भनेको ग्यास सिलिन्डर पनि पर्किँदैन युनिक हुन्छ यहाँ चाहिँ हेर्नुहोस् गाइस को थाहा छ यो के हो वाट इज दिस हामी चिन्दैन यस्तो टिङ 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 गर्ने उयो फुलायो पे पे गर्ने यस्तो गरेर यहाँ हालेर के यस्तो गर्ने कस्तो गर्छ अरे आन्टी सुटकेसहरू पनि रहेछ गाइस वो केटल क्या त मेरो युनिक है केटल हेर्नु न यो चाहिँ के हो ए राइस कुकर त कहाँ हाल्नु पर्छ होइन क्या है भाइ ये कहाँ से आते हैं ऐसे कहाँ से आउँछ कस्तो मजाको फ्यान है सफा ये चाहिँ ग्यासहरू ब्याट्रीहरू यहाँ आउनु पर्ने अब हामी माथि फ्लोरमा जाने यो थर्ड फ्लोर हो यो चाहिँ जफर उसको जेम्सको हजुर हजुर
अहिले हामी चाहिँ थर्ड फ्लोरमा आएको छु होइन हेर्नु जाँदैछु सो हेर्दै गर्नु होला हामी हेर्दै गर्छौँ हाफै हिँडेको छु दुईजनाले यहाँ विशाल मार्केटबाट भ्यू हेर्नु नाम्चीको यहाँ चाहिँ यो चाहिँ फोर्थ फ्लोर हो होइन यहाँ चाहिँ उयोहरू बनाएको छ चक्लेटहरू पापड लभर्स यहाँ होइन पापड लभर्स नि यो पापड मिठो हुँदैन मैले अस्ति किनेको पनि म्यागीको चाहिँ बेसी रहेछ म्यागी चाहिँ गाइस यहाँ चाहिँ मान्छेहरू सपिङ गर्नु आएको रहेछ होइन मोटर बताउने होइन मम्मी मम्मी ल्याउँ न गाइस वाटर बोतल वाउ मेरो फोनको क्वालिटी चाहिँ राम्रो छैन कि अन्त राम्रो आउँदैन रहेछ युनिक सामान पाउने रहेछ त्यो उयसमा हुन्छ नि स्कुलतिर हुन्छ यो हामीले स्कुलमा चाहिँ यस्तो ठाउँमा माग्नु छ क्या गाइस यहाँ देख सक्थे हो यो भाडामा युनिक रहेछ यहाँ के भन्दै भने त यो चाहिँ 19 6 पिस मात्र लगेन कति भेट्छ भने पैसा ए 6 पिस मात्र बाई वन गेट वन छैन ओ तिनटाको 99 कति भेट्यो यस्तोहरू चाहिँ के खानु गाइस घरमा फुटाइ सन्ते नकल नपर हामी भेट्छ हैन गाइस दामी हो है यो त डुप्लिकेट होला है गाइस अब चाहिँ हामी सपिङ गरिसक्यो हैन गाइस जरा देखियो रात पर्यो है अब चाहिँ हामी ब्याक टु होम सपिङ चाहिँ खतरा भयो खतरा भयो हाम्रो रिङ्गरा चाहिँ टाउकै दुख्यो नि बेसी अब चाहिँ रुम जाँदैछौँ हामी राम्रो त छैन सामान है त्यति साह्रो खास छैन सब इन्डियन जामो कैन मम्मी चाहिँ बम भएछ बम बिचारा मम्मी के भयो मेरो केस किन्ने मान्छेको त भएन है गाइस झोला छैन नि अम्बो झोला मेरो ब्यागमा ओके बाई सी यू इन नेक्स्ट भिडियो तपाईँहरूले कस्तो लाग्यो आजको भिडियो ब्लग सो मन पऱ्यो भने लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् बाई